एम्बलिङ हाइड्रो पावर कम्पनी लिमिटेड र टक्सार पिपुखला हाइड्रो पावर कम्पनी लिमिटेडले भोलि असारको 8 गते सोमबारबाट सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्न लागेका छन्। एम्बलिङ हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो 70 लाख किता सेयर नेप्सेमा सूचीकरण गरिसकेको छ भने त्यस्तै गरी टक्सार पिपुखला हाइड्रो पावर कम्पनी लिमिटेडले 1 करोड 20 लाख किता सेयर नेप्सेमा सूचीकरण गरिसकेको छ भने यी दुवै कम्पनीहरूले भोलिबाट सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्न लागेका छन्। यी कम्पनीहरूले सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्दा एम्बलिङ हाइड्रो पावर कम्पनी लिमिटेडको सिम्बल YHML रहेको छ भने त्यस्तै गरी टक्सार पिपुखला हाइड्रो पावर कम्पनी लिमिटेडको सिम्बल TPKHL रहेको छ र जो लगानीकर्ताहरूलाई यो दुईवटा कम्पनीको IPO परेको थियो तपाईहरूले भोलिबाट सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्न सक्नुहुन्छ र यस कम्पनीको ओपनिङ प्राइस चाहिँ 100 रुपियाँबाट 300 रुपियाँको बीचमा यी कम्पनीहरूले सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्ने देखिएको छ। जुनसुकै कम्पनीहरूले पनि नेटवर्कलाई बेस मानेर सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु गर्ने गर्छन् भने यही क्रममा एम्बलिङ हाइड्रो पावर कम्पनी लिमिटेडको नेटवर्थ 101 रुपियाँ 82 पैसा रहेको छ भने त्यस्तै गरी टक्सार पिपुखला हाइड्रो पावर कम्पनी लिमिटेडको नेटवर्थ 100 रुपियाँ 76 पैसा रहेको छ र यी दुवै कम्पनीहरूको सेकेन्डरी बजारमा आफ्नो कारोबार सुरु 100 रुपियाँदेखि 300 सम्मको बीचमा अथवा 300 बाट यस कम्पनीहरूले सेकेन्डरी बजारमा भोलि आफ्नो कारोबार सुरु गर्ने देखिएको छ।